नमस्कार साथीहरु, फेरि तपाईहरुको माझ फेरि आएको छु एउटा नयाँ भिडियो लिएर। अहिलेसम्म चाहिँ म मेरा भिडियो पोस्टहरु सम्पूर्ण मेरो सोशल मिडियाहरुमा राख्ने गरेको थिएँ। अब चाहिँ मैले एउटा सेन्ट्रलाइज्ड युट्युबमा मात्र हाल्ने विचार गरेको छु। त्यसैले म तपाईहरुलाई मेरो लिंक सबै मिडियामा पठाइदिउँला, सबै मिडियममा पठाइदिउँला। त्यहाँबाट तपाईहरुले लिंक गरेर मेरो युट्युब भिडियो हेर्न सक्नुहुनेछ। र केही सल्लाह सुझाव केही छ भने त्यसको अपेक्षा पनि गर्दछु। केही गलत भनिरहेको छु, केही बोलिरहेको छु भने त्यसको लागि पनि मार्गनिर्देशन गर्नुहोला र त्यसको लागि अग्रिम धन्यवाद। अहिले भर्खर एउटा न्यूज हेरेँ र हिजोबाट पनि एउटा कुरामा मलाई बोल्न मन लागिरहेको थियो र पहिला न्यूजकै कुरा गरौँ। आज जुन सिराहामा प्रधानमन्त्रीको भन्दा पनि एमालेको अध्यक्षको कार्यक्रम थियो र त्यसमा एमालेका अध्यक्ष जानुभएको थियो। तर के सुन्नमा आयो भने जति पनि त्यहाँ आएको बाइकहरू, ट्र्याक्टरहरू, गाडीहरू, ट्रकहरू, जुनसुकै सवार साधनहरू त्यहाँ भिडलाई जम्मा गर्नको लागि, भिडलाई इकट्ठा गर्नको लागि चाहिँ सरकारी राजस्व चाहिँ दुरुपयोग गरेर, सरकारी पैसा, सरकारी स्रोतको दुरुपयोग गरेर चाहिँ सबलाई पेट्रोल फ्री, डिजेल फ्री र त्यहाँ आउने जाने भनौँ न, कतिचोटि आउँछ कतिचोटि जान्छ मतलब छैन। त्यहाँ आएर जान लागेको भनेपछि उसले चाहिँ तेल पायो हैन, पेट्रोल पायो, ट्र्याक्टरहरू भयो डिजेल पायो, ट्रकहरू भयो डिजेल पायो। र यो किन भइरहेको छ? यो केपी ओलीको बाउको वीरता हो? केपी ओलीको चाहिँ सम्पत्ति हो? यसरी दुरुपयोग गर्नको लागि राज्यले जनतालाई चाहिँ एक एक रुपियाँ गरेर, एक एक पैसा गरेर चाहिँ कर तिरेको पैसा हैन, जनताको कर, विदेशबाट पठाएको रेमिटेन्स, अनिखेर चाहिँ विभिन्न राष्ट्रहरूबाट, विभिन्न बैंकहरूबाट चाहिँ त्यो चाहिँ ऋण हैन, त्यस्तो ऋणहरू, त्यस्तो जनताको पैसा, त्यस्तो रेमिटेन्सको पैसाहरू चाहिँ त्यसरी दुरुपयोग गर्न त्यसलाई कसले अधिकार दियो? कि यही गणतन्त्रको नाममा लुटतन्त्र गर्नको लागि चाहिँ आएका यी चोरहरू, यी डाँकाहरू अलिकति पनि लाज छैन? अझै कति भन्न मन थियो, तर अब मिडियामा चाहिँ धेरै कुराहरू भन्न मिल्दैन, बोल्न मिल्दैन हैन। तर सुन्दाखेरि पनि चाहिँ ब्लड प्रेसर हाई हुने न्युजहरू आउँछ क्या। अब यो कहाँसम्मको चाहिँ जायज हो त? र तपाईहरु नै भन्नुस् त, यो कतिसम्म सहने? नेपाली जनताले कतिसम्म सहने? नेपालका जनताले कति सहने? विदेशका जनताले कति सहने? त्यसैले मैले फेरि बारम्बार भनिरहेको छु, एक दिन होइन प्रत्येक दिन यिनीहरूको काण्ड आइरहेछ, प्रत्येक दिन व्यथिति। यो कि यो व्यथिति होइन, यो गर्ने अधिकार त्यसलाई कसले दियो? त्यो प्रधानमन्त्रीलाई कसले दियो? त्यसको चाहिँ एमालेको चाहिँ अध्यक्षको कार्यक्रममा अनि प्रधानमन्त्री चाहिँ त्यो खुल्ला रूपमा चाहिँ कसको धक पनि छैन, लुकेर पनि होइन, खुल्लम खुल्ला त्यहाँ पब्लिक बोलिरहेछ, सिराका जनताले बोलिरहेछ। तेल, डिजेल, भट्टाभट चाहिँ फ्री, मोटरसाइकलहरूलाई फ्री, उसलाई फ्री, उसको त्यसको जनता उतार्नलाई। त्यति नगरेर जनता आउँदैनन्, अब जनतै छैनन्, झ्याक्ने चोरहरू। त्यसैले यिनीहरूलाई बढार्नुपर्छ, 84मा मजासँग बढार्नुपर्छ। त्यसैले सबैजना तयार भएर बस्नु होला। 84मा त टिक्छन् टिक्दैन थाहा छैन। यदि 84मा टिकेछन् भने यिनीहरूलाई 84मा मजासँग बढाल्नुपर्छ। यो चाहिँ मेरो सबैकोमा चाहिँ मेरो अनुरोध छ र सबै माझ पुर्याउनु पनि होला। आफ्ना साथीभाइ, आफ्ना परिवार, आफ्ना आफन्तहरूलाई सबैलाई चाहिँ जगजगाइरहनु होला। तर मलाई लाग्छ त्यति 84मा पनि जाँदैन यिनीहरूलाई चाहिँ बङ्गलादेश, श्रीलङ्का जस्तै हालत हुन्छ यिनीहरूलाई। यो भाग्नै पर्ने हुन्छ। यिनीहरूले केही सम्झिरहेको छैन। यो जुन अहिले जनताहरूको आक्रोश यिनीहरूले बुझिरहेकै छैन। अझै पनि 2-4 हजार हो भन्दैछ। 2-4 हजार हो कि 2-4 लाख हो, त्यति बेला थाहा हुन्छ। र अर्को कुरा चाहिँ जुन चाहिँ हर्क साम्पाङले गएर चाहिँ प्रधानमन्त्रीलाई भेट्नुभयो र जुन चाहिँ एउटा सामाजिक सञ्जालमा फोटो पनि आएको छ
र म हर्क साम्पाङलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने यी बुवासाहरूलाई विश्वास नगर्नु होला। तपाईँ जुन आफ्नो अडानमा हुनुहुन्छ त्यही अडानमा रहनु होला। यी भेडाका खाल ओढेका बुवासाहरू हुन्। त्यसैले मिठो बोल्यो, राम्रो मसिनो बोल्यो भन्दा यिनीहरू विश्वास नगर्नु होला। चोर चोरै हुन्छ भन्छ नि, मान्छे जोख्नु एकचोटि, सुन जोख्नु 10 चोटि। यिनीहरूलाई जनताले पटक पटक जोखिसकेका छन्। त्यसैले मेरो हर्कलाई, बालनलाई र जति पनि नयाँ स्वतन्त्र उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूलाई मेरो सबैलाई अनुरोध छ, यिनीहरूको विश्वास नगर्नु होला। सक्नुहुन्छ भने आफू मिलेर एउटा छुट्टै पार्टी हुन्छ अथवा के हुन्छ, एउटा छुट्टै एउटा गठन गरेर लडेर यिनीहरू 84 मा यिनीहरू बढानी गरेर आउनु होला। तर यिनीहरूको विश्वास कहिले पनि नगर्नु होला। ल त्यति भन्दै थ्याङ्क यू साथीहरू। भिडियो लामो हुन्छ, फेरि भिडियो लामो भएपछि अहिले सबको समयको मूल्य छ। सबै धेरै लामो भिडियो हेर्ने फुर्सद पनि हुँदैन। त्यसैले म जति सक्यो छोटो छोटो भिडियो पनि बनाउने प्रयास गर्नेछु। र त्यतिसम्मको लागि थ्याङ्क यू, नमस्ते, जय मातृभूमि।